के तपाईँ निर्माण व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? आफ्नो कन्स्ट्रक्सन कम्पनी दर्ता गरी ठुला ठुला सडक, पुल, भवन बनाउने सपना देख्दै हुनुहुन्छ? हो, यो सपना सम्भव छ, तर सजिलो छैन। एउटा गल्तीले तपाईँको लाखौँको लगानी डुब्न सक्छ र एउटा सही निर्णयले तपाईँलाई सरकारी ठेक्काको विजेता बनाउन सक्छ। त्यसैले आउनुहोस्, आजको यो भिडियोमा म तपाईँहरूलाई बताउने छु कम्पनी दर्ता गर्ने बाटो, लाइसेन्स लिने प्रक्रिया, आवश्यक कागजातहरू र सुरुवातमा ध्यान दिनुपर्ने कुराहरू। नमस्कार, इन्जिनियर दाइ युट्युब च्यानलमा यहाँलाई स्वागत छ। म इन्जिनियर सुजन सापकोटा। नेपालमा वर्षेनी हजारौंको संख्यामा रहेका सार्वजनिक निकायहरूले अर्बौं रुपियाँको बजेट पूर्वाधार निर्माण शीर्षकमा खर्च नै गर्दछन्। यो निकायहरूले सडक, पुल, भवन, खानेपानी, सिँचाइ जस्ता विभिन्न निर्माण योजनाहरू कार्यान्वयन गर्न निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गर्ने गर्दछन्। यही कारणले गर्दा आजको मितिसम्म पनि निर्माण व्यवसाय सबैभन्दा गतिशील र सम्भावनायुक्त व्यवसायको रूपमा स्थापित भइरहेको छ। अब प्रश्न उठ्छ, तपाईँ कसरी यस्तो व्यवसाय सुरु गर्ने? नेपालमा निर्माण व्यवसाय दर्ता गरी इजाजत पत्र प्राप्त गर्दासम्म मुख्यतया 4 चरण पार गर्नुपर्ने हुन्छ। पहिलो हो संस्था दर्ता प्रक्रिया। तपाईले एकल स्वामित्वको प्रोप्राइटरशिप वा साझेदारीमा प्राइभेट लिमिटेड यी दुई मध्ये कुन प्रकारको संस्था दर्ता गर्ने भन्ने विषयले नै यो पहिलो चरणको संस्था दर्ता प्रक्रियालाई निर्देशित गर्छ। प्रोप्राइटरशिप फर्म दर्ता गर्नका लागि तपाईले तपाईको व्यवसाय दर्ता गर्न चाहेको जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा गई दर्ता गर्न सक्नुहुनेछ। त्यसका लागि तपाईको नागरिकताको प्रतिलिपि, कार्यालय रहने जग्गाको लाल पूर्जाको प्रतिलिपि र तिरको रसिद र यदि तपाईको आफ्नै घर जग्गा नभएर भाडामा हो भने घर भाडा सम्झौताको प्रतिलिपि आवश्यक पर्ने छ। त्यसैगरी उपकरणहरू जस्तै अटो लेभल मेसिन, वाटर पम्प, भाइब्रेटर मेसिन, कन्क्रिट मिक्सर र टिपर वा ट्र्याक्टर मध्ये कुनै एक तपाईसँग हुनुपर्ने हुन्छ। यसका साथसाथै 3 जना जनशक्तिहरू, सिभिल इन्जिनियर, लेखापाल र व्यवस्थापक पनि आवश्यक पर्ने हुन्छ। यति कागजात, उपकरण, जनशक्ति सहित आवश्यक राजस्व तिरी संस्था दर्ताको लागि निवेदन दिनु भएमा यहाँको प्रोप्राइटरशिप फर्म दर्ता हुनेछ। होइन, म प्रालीमा दर्ता गर्छु भनेर सोच्नु भएको छ भने पहिलो चरणमा कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइट www.ocia.gov.np मा साइन अप गरी तपाईको कम्पनीको नाम सुरक्षित गर्नुपर्ने हुन्छ। कम्पनीको नाम सुरक्षित भइसकेपछि कम्पनीको प्रबन्ध पत्र र नियमावली तयार गरी शेयर सदस्यहरू मध्ये एकजना स्वयं उपस्थित भई आवश्यक राजस्व तिरी दर्ताका लागि निवेदन दिनु भएमा कम्पनी दर्ता हुनेछ। यति भएपछि अब हामी दोस्रो चरणमा प्रवेश गर्नेछौँ। दोस्रो चरण हो प्यान दर्ता प्रक्रिया। जब तपाईले घरेलु वा प्रणालीमा आफ्नो कम्पनी दर्ता गर्नुहुन्छ, त्यसपछि सो दर्ता प्रमाणपत्र लिएर सम्बन्धित राजस्व कार्यालयमा गई तपाईको संस्थाको प्यान दर्ता गर्नुपर्ने हुन्छ। याद गर्नुहोस्, प्यान दर्ताका लागि कुनै पनि अतिरिक्त शुल्क लाग्दैन। हाल प्यान दर्ता प्रक्रियामा बायोमेट्रिक अनिवार्य गरिएको हुँदा स्वयं सञ्चालक उपस्थित भई आफ्नो बायोमेट्रिक गराई प्यान दर्ताको प्रमाणपत्र लिनुपर्ने हुन्छ। यसरी प्यान दर्ता सफल भएपछि अब हामी तेस्रो चरणमा प्रवेश गर्छौँ। तेस्रो चरण अर्थात् व्यवसाय दर्ता। हाल संस्था दर्ता गरी प्यान दर्ताको प्रमाणपत्र लिइसकेपछि धेरै स्थानीय तहहरूले निर्माण इजाजतको प्रमाणपत्रका लागि व्यवसाय दर्ताको प्रमाणपत्र पनि माग गर्ने गरेको देखिएको छ। त्यसैले अब तेस्रो चरणमा संस्था दर्ता र प्यान दर्ताको प्रमाणपत्र सहित आवश्यक राजस्व तिरी आफ्नो व्यवसायको कार्यालय कहाँ रहने हो सो ओडाको ओडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न सकिनेछ। यसरी संस्था दर्ता, प्यान र व्यवसाय दर्ता प्रक्रिया सकिसकेपछि अब भने बल्ल हामी चौथो चरण अर्थात् इजाजत पत्र, जसलाई हामी लाइसेन्स पनि भन्छौँ, सो लाइसेन्स दर्ता प्रक्रियामा लाग्दछौँ। हाल देशैभरिका 753 वटै स्थानीय तहले निर्माण व्यवसाय गर्नका लागि आवश्यक इजाजत पत्र जारी गर्ने गर्छ। सो इजाजत पत्र प्राप्तिका लागि विभिन्न स्थानीय तहहरूले आफ्ना केही मापदण्डहरू भने तयार गरेका छन्। ती मापदण्डहरूमा प्राय जसो समानता भने देख्न सक्छौँ। जस्तै कि तपाईको व्यवसायको बैंक खातामा करिब 1 लाख रुपियाँ जम्मा गरेको सक्कली भौचर, संस्था दर्ता, प्यान दर्ता र व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि, जनशक्तिहरू सिभिल इन्जिनियर, लेखा र व्यवस्थापक, उपकरणहरूमा अटो लेभल मेसिन, भाइब्रेटर मेसिन, वाटर पम्प, कन्क्रिट मिक्सर र टिपर वा ट्र्याक्टर मध्ये कुनै एक र यी उपकरणहरू चालु अवस्थामा छन् भने मेकानिकल इन्जिनियरले प्रमाणित गरेको प्रमाणपत्र, साथै उल्लेखित उपकरणहरूको कम्तीमा 1 वर्षको बीमा सहित तोकिएको ढाँचामा निवेदन दिनु भएमा उक्त पालिकाको कार्यपालिकाको बैठकले स्वीकृत गरेपछि सो पालिकाको नियम अनुसार तोकिएको राजस्व तिरी इजाजत पत्र प्राप्त गर्न सकिनेछ। यति भएपछि अब हामी
निर्माण व्यवसायको इजाजत पत्र प्राप्त गर्यौं। तर के यतिकैमा अब तपाईँ हामीले जुनसुकै ठेका पनि हाल्न सक्छौं त? पक्कै पनि। यति कागजात पुर्याएपछि तपाईको निर्माण व्यवसायको यात्रा सुरु भयो। तर यस अनवरत यात्रामा तपाईले पहिलो चरणमा भने योग्यता निर्धारण नगरिएका 2 करोड सम्मका जुनसुकै ठेकामा पनि सहभागिता जनाउन सक्नुहुन्छ। 2 करोड भन्दा माथिका ठेकामा सहभागिता जनाउन भने विभिन्न योग्यताहरूको आवश्यक पर्ने हुन्छ। त्यस विषयमा आगामी दिनहरूमा अन्य भिडियोहरू मार्फत विस्तृत जानकारी लिएर तपाईहरु माझ उपस्थित हुने नै छु। त्यसैले उक्त भिडियोहरू पनि नछुटोस् भन्नका लागि तपाईले हाम्रो यस इन्जिनियर दाइ युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। र अन्त्यमा तपाईलाई आजको यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक र शेयर गर्न नभुल्नुहोला। साथै तपाईहरु आगामी दिनमा कस्ता भिडियोहरू हेर्न चाहनुहुन्छ कृपया तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, ताकि हामीले त्यस विषयमा आगामी दिनमा भिडियो बनाउने प्रयास गर्नेछौं भन्दै अहिलेको लागि यहाँहरु माझबाट बिदा हुन चाहन्छु। जय नेपाल, जय निर्माण व्यवसाय। Thank you.